अब चाहिँ हामी निक्लिसके शुक्लाफाटाको जङ्गल जानको लागि। अब जङ्गलमा के हुन्छ, बाघ भालु अरू के हुन्छ, चितल गैडा मान्छेहरू। मदेल तिमी जस्तै भैँसी तिमीलाई भने तिमीलाई त्यो भिडियो हेर्दैछ केटी हाँस्दैछ पस्किँदैछ तिमीलाई भने होइन। त्यसलाई अनि देखाउनै पर्छ कि। यस्तो रमाइलो गर्नुपर्छ। तपाईँहरू पनि यस्तो रमाइलो लागेपछि भ्लगलाई लाइक कमेन्ट अनि सेयर गरिदिनु होला। अनि सुझावहरू पनि दिँदै भन्नुभयो त्यो दिनु होला, नत्र त अब सुझाव त त्यही हो। कस्तो बनाउनु पर्यो होइन, के गर्नु पर्यो। सो अहिले बाटोमा मिल्छ। अनि हामी बेला बेलामा म कति पटक भन्छु कि हाम्रो एउटा ह्यान्डसमको छ, कोही रिप्लाई गर्दैन। ह्यान्डसम भनेर के दुइटैलाई हेरेर व्यस्त हुँदैन यार तिमीहरू। ह्यान्डसम ला कोमा जान्छौ के हो ह्यान्डसम त अब हुन त अब दुइटै ह्यान्डसमै छौँ। अब तिमीलाई को चोइस लाग्छ। अब यो भिडियो चाहिँ स्पेसली केटीहरूको लागि हो। यो के भन्छ हामीले धेरै बनाइसक्यो अरूको लागि। यो भिडियो चाहिँ तिम्रो लागि हो, केटीहरूको लागि हो। ल यो भ्लगको टाइटल नै गर्ल्स स्पेसल ल। आज गर्ल्स स्पेसल। यहाँ बाटोमा भेट्यो कि गर्ल्स के छ, सिङ्गल छ, राम्री छ, हल्का बुझ्ने खालको छ भनेपछि यस्तो कमेन्ट हानिदिनु होला। दुइटै सिङ्गल होइन, तिम्रो सिङ्गल होइन, म त सिङ्गल अनि दुइटै सिङ्गल, लाइफ टाइम सिङ्गल होइन सम्मको। अहिलेसम्मको अनि जो राम्रो लाग्छ यस्तो कमेन्ट हानिदिनु होला। कमेन्टमा रिप्लाई नभएपछि पर्सनली पनि अब मिटअप पनि हान्नु लागेको के त मिटअप हान्नु पनि आफ्नै हो। नेपाल सानै छ, मन मात्र ठुलो भएको। मिटअप हान्नु पर्यो। अब मनै परिहाल्यो नि कि पेचअप पनि हान्न मिल्यो घरमा होइन। त्यो त हानिहाल्दा पछि हानिहाल्दा पछिको कुरा पछि गरौँ। त आज हाम्रो यो भ्लगलाई मलाई त हामी जस्तै केटी चाहिने हो कि। जस्तै हाम्रो भ्लग केटावाला केटी नै केटावाला केटी होइन कि यो एक्लै सोलो राइड गर्दै होइन, भिडियो बनाउने चिटिक्क राम्री भएको होइन, ब्लगर केटी कि अलग्गै लेभलको मजा हुन्छ कि तिनीहरूसँग बस्दाखेरि। बुझ्ने खालको भन्नाले त्यही त भयो यार। सो अब हामी मिल्ने छौँ शुक्लाफाटाको नजिक गएर। सो आज हामी पुगिहाले। अब शुक्लाफाटाको यो जङ्गल चाहिँ तपाईँ देख्नु हुँदैछ, यो वाला सबभन्दा पपुलर शुक्लाफाटाको सुदूरपश्चिमको जङ्गल हो। लगभग नेपालकै टप लेभलकै जङ्गलमा पर्छ होइन। भन्दा पनि हुन्छ यहाँ फेरि हुन्छ बाघ भालु चितल गैडा बाघ भालु पनि यस्तै जङ्गलमा मजा गर्छ। त्यो भएर अब यस्तो भयो शुक्लाफाटा जङ्गल यो भयो। अब अहिले त बाँदरहरू कोही छैन। अब हामी दुइटै छौँ नै हामी दुइटा हेर्दैछ भिडियो हेर्दैछ त्यो बाँदरमा ल त्यो भिडियो हेर्दैछ बाँदर जो बाघ भन्नेवाला ल त्यो आफ्नो केटा छ जो लाइक सब्सक्राइब गर्छ त्यो चाहिँ बाघ। अनि जो यो भिडियो हेरेर पनि स्किप गर्छ त्यो भालु। त्यो भालु भन्छ होइन। अनि चितुवा भन्नलाई जो सबभन्दा छिटो लाइक गर्छ त्यो चितुवाला हुन्छ। अब तपाईँलाई के भन्ने मन छ यो भिडियो हेर अनि त्यो पछि छिटो छिटो गर होइन। अनि त्यही चिकी चिकी बुम बुम हो त्यही भन्दै पऱ्यो अब बिचमा डाइलग त। अनि त्यो चाहिँ अब हामी शुक्लाफाटाको जङ्गलमा जाँदैछौँ। त्यहाँ हाम्रो काम पनि छ। आज हामी लाइक हामी के गर्छौँ आज हामी एक दिनको लागि काम गर्छौँ रिपेयरको होइन। आज हामी लाइक इन्जिनियर टाइपको आज इलेक्ट्रिकल इन्जिनियर भन्छौँ। आज त्योवाला भ्लग पनि आउँछ तिम्रो अर्को भ्लग त्यो पनि आउँछ। अहिले चाहिँ हल्का शुक्लाफाटाको भ्लग योमा आउँछ। योमा चाहिँ अब जङ्गलमा बाघ भालु देखेपछि त्यो पनि मजा त आउँछ। तपाईँहरूलाई पनि बाघ भालु देखाउँछ। यदि तपाईँहरूले बाघ भालु देखेको छैन भनेपछि बाघ देखेको छैन, भालु देखेको छैन, बाघ देखेको छैन भने हाम्रो यो अगाडिको रोचक भ्लग पनि हाम्रो बाघै जस्तो गाउँ हो। हेर्दा पनि बाघै जस्तो छ। हेर्दा पनि भइहाल्यो। अब रियलवाला बाघ हेर्ने बन्छ भनेपछि लाइक सेयर बाघ घुम्न जाँदै बाघ भन्दा त हुँदैन जङ्गलमा चाहिँ बाइक जाँदैन। अब बाघले पछि जोडेपछि मेरो लेगमा पनि हल्का प्रब्लम सक्दैन। त्यही भएर बाघ अब बाटोमा यो ब्लगबाट 1K लाइक मिलेपछि बाघसँग मिटअप हान्छ अर्को ब्लगमा। बाघसँगको सबैजनाले हान्नु पर्यो, लाइक हान्नु पर्यो, भन्नु पर्यो ब्रो हेयर ब्रो भिडियो कोन आउँछ तर यस्तो बनाउनु पर्यो। इङ्ग्लिसमा पनि आउँछ के इङ्ग्लिसबाट गएको भिडियोहरु विदेशीहरु हेर्छ भनेपछि इङ्ग्लिसमा पनि लोकल ल्याङ्ग्वेजमा बनाउनु पर्यो। सबै कुराहरुले हेर्नु हैन। अनि केटीहरु पनि यस्तो भ्लग बनाउँदै हेरिहाल्छन्। हामीलाई क्यामेरा समाउने बित्तिकै भ्लगर्स हुन्छ तर हामी भ्लगर त हो। हाम्रो जति पनि सब्स्क्राइबर हो तर हामी भ्लगर हो। सब्स्क्राइबर छ के हामी भ्लगर हो। एकवाला छैन के अरूले नभने पनि हामी भ्लगर हो। एकवाला जो हामीसँग सब्स्क्राइबर छ त्यो सब्स्क्राइबर चाहिँ
हाम्रो जेनुन हो के माया गर्नेवाला माया गर्नेवाला हो कि? लाइक नगरे पनि माया चाहिँ माया चाहिँ गर्छ गर्छ। त्यो त्यही हो कि लाइक गर्न लभी लभी माया माया लभी लभी माया माया सबैले गर्छ नि। लभी लभी माया माया अनि त्यसपछि आफै बुझ्छ अनि म त कहिले बाघ भालुको बोर्ड पनि छ आयो आएन योमा आयो 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 हल्का जुम गरेर हेर्नु होला भिडियो हल्का टाढा छ त्यही भएर पनि मलाई सबभन्दा मनपर्ने एरिया यो भनेको चाहिँ चाहिँ सबभन्दा राम्रो जङ्गल यही यो भइहाल्यो के हो हात्ती हो वन भैँसीहरू यता चढ्दैछन् जुम गरेर हेर्नु होला वन भैँसीलाई अनि त्यो पछि अब यहाँ पछि हाम्रो बेलुकातिर त यहाँ हाम्रो चितवन हामीलाई भ्लगमा ढिला भएपछि बेलुकातिरको पनि भ्लगमै जोडिदिन्छौँ बाघ भालु आएपछि भिडियोमा यस्तो हालिदिन्छौँ तपाईँहरू हेर्नु बाघ भालु हेरेर रमाउनु अनि लाइक मात्र छैन बाघ भालु आइदिएपछि हल्का नेचर रिस्क रिस्क तर के छैन ल गाइज अब हामी पुग्दैछौँ हाम्रो नेपालको आर्मी ब्यारेक त्यता चाहिँ भ्लग बनाउन मिल्दैन प्रयास गर्छौँ प्रयास त गर्दैन मैले गर्दैन हजार केपछि गर्छौँ त्यो प्रयास यता चाहिँ बालेन सरकारले यस्ता हेरिदिनु पऱ्यो यस्तो गाईहरूलाई छोड्नु परेन हेर यो चाहिँ हेरिदिनु होला नेपालको राष्ट्रिय जनावर यही हो सो अहिले हामी अब ब्यारेक बनेपछि अब फाइनली चाहिँ हामी झलारी पुगिसके यो चाहिँ झलारीको चोक भयो झलारी चोक भयो अनि क्यामेरा चाहिँ रिटाउन आउँदैन अहिले हामी चाहिँ नयाँ नयाँ भएर होला कि प्रो भएको छैन होइन अब रिटाउन त अब बाइक रिटाइदिन्छौँ एक राउन्ड त्यही भएर अहिले चाहिँ हामी पुगिहाले झलारी चोकमा अब हामी जान्दैछौँ कामको लागि एक दिनको लागि हामी इन्जिनियर भन्छौँ त्यही हो ट्यालेन्टेड भयो भने त पनि बस्न मिल्यो होइन मिल्यो त्यही भएर अब हामी जान्ला छौँ नगरपालिकातिर त्यहाँबाट हामी अब कति इन्चको टिभी रे 65 इन्चको टिभी चाहिँ 3वटा लन्च गर्छौँ अहिले अनि त्यो चाहिँ पनि मोबाइल रिटाउन आउँदैन चोकमा रिटाउन आइहाल्छ मोबाइल रिटाउन आएन त्यही पनि चोकमा रिटाइहाल्यो हो बाइक रिटाइदिन्छ मोबाइल अब चाहिँ हामी नगरपालिकातिर लागौँ होइन सो रोशन पहिलोचोटि टिभीलाई कस्तो फिल होला यो चाहिँ पहिलोचोटि जोडिसकेको तर म पनि अब जोड्ने त होइन अब जोड्ने भनेको मनै हो अब टिभी पनि जोड्ने के गरेर सिङ्गल भएपछि जोड्ने त हामीले मन जोड्नको लागि टिभी जोड्नु पर्दैछ अब यो भिडियो हेरेर जसलाई मन जोड्ने मन छ मन बिनाको बिनाको मन त्यो कमेन्ट त हालिदिनु होला हामी बुझिहाल्छौँ फेरि हामीले क्याचअप हान्नुपर्छ इसाराले बोलाउनु पर्दैन त्यही हो फेरि अनि त्यो पछि चाहिँ रमाइलो हुन्छ अनि बिस्तारै भाइरल पनि हुन्छौँ हामी के छैन अहिले हाम्रो कति पुग्यो 420 पुग्यो यो चाहिँ कार्की मेडिकल कहाँ हो अब चाहिँ हामी कार्की मेडिकलमा जाँदैछौँ भ्लग बनाउँदै हल्का स्ट्यामिना कम भयो स्ट्यामिनाको लागि खानुहोस् के एक्सट्रिम खाऊ कस्तो भयो सो नि तर चाहिँ खानु त नहोला यार बेकार यस्तो कोल्डड्रिङ्कहरू खाने भएपछि मन होइन गन्नाको जुस खाने अनि धेरै नै खाने मन छ भनेपछि हामीहरूलाई च्याट गर्दा हुन्छ केटीहरूले हाम्रो दिमाग काजु बदाम ऋषि धमालाले यार त्यो त खाने ऋषि धमाला भन्दा कम त छैन नि त होइन हामी पनि अब चुनावको लागि भोटमा जानुपर्ने थियो सप्तरीमा गएर तेरै नामवाला हान्नुपर्छ के हो अब हामी चाहिँ पुगे कार्कीको उता सो अब हामी चाहिँ गइहाले टिभी जोड्नको लागि जाँदैछौँ साथी स्मार्ट बोर्ड त्यो पनि हामी जस्तै हो कि त्यो सबै कुरा त्यसैमा भरिपूर्ण के हामी जस्तै स्मार्ट तर त्यो बोल्न सक्दैन हामी चाहिँ बोल्न सक्छौँ हामी धेरै ओभर स्मार्ट होइन हामी चाहिँ ओभर स्मार्ट त्यो चाहिँ हल्का स्मार्ट होइन अब चाहिँ हामी जोड्न जान्दैछौँ दर्शन उता हेरौँ कतिखेर पुग्छौँ अनि जोडेकोवाला पनि भिडियोमा योमा हालौँ अर्कोमा जोडेकोवाला भिडियो हाल्छौँ यो चाहिँ अर्को भ्लगमा हुन्छ योवाला अहिले रेकर्ड गरेको चाहिँ सो जाम त्यतै गएर मिलाउँ
हेरेर